हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। र आज चाहिँ म ब्लग गराउँदैछु धेरै दिनपछि। अनि आज चाहिँ ब्लग गराउनेको उद्देश्य हाम्रो गाउँमा खानेपानी नभएको उसमा हामी चाहिँ आज झरेली जाँदैछौँ। कहाँ कहाँ गएर के काम गर्नेछौँ म हजुरलाई पुरै देखाउने छु। हेरिराख्नु होला मेरो भिडियो र मलाई लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला साथी। र अहिले म तरकारी काटेर तरकारी गराउँदैछु। अहिले चाहिँ बिहानको 7 बजेको छ। मैले चाहिँ तरकारी काट्दैछु साथीहरू र मैले भिडियो गराउँदै जानेछु। हेर्नु होला लास्टसम्म नै त। कहाँ हिँड्नु गराउँदै जाने अब मैले युट्युबमा राख्छु। लामा बस्नु माइजूको झोला यहाँ त कोदो रोपेछन्। वहाँ चाहिँ पार्वती, वहाँ चाहिँ कपिला कपिला माइजू, वहाँ चाहिँ माइले। हामी चाहिँ आज कता माथि हो रे जाने माइले माथि। त्यही त उकालो अब जुगा लाउँछ। जङ्गलको बाटो अब हामी चलियो यति बेला बाटो नभेट्टाको अवस्थामा अहिले बल्ल बाटो भेट्टा र कस्तो अप्ठ्यारो गइन्छ। किन र माथि गएको फेरि किन एकदम छासेको कौन चाहिँ त्यहाँ जुगा लाउँछन् फेरि जुगा हेर हामी चाहिँ पुग्ने घुम्टे मुनि लाउन दिनु नपर्वलम। यहाँ त त्यहाँ त माइजू यहाँ देखिया नि अरू यहाँ त्यहाँ त माथि लर गएको काम न। त्यही क्या त्यो मन्दिर रहेछ भनेको माइजू। ऊ त मन्दिर भन्थ्यो अघि होइन र मन्दिर त होइन नि यता मन्दिर छ न के उता हरियाली साथीहरू पुल टिकटक होइन क्या मैले ल जानु सरारा झरलीतिर कता गएन तिनी आइन नि चिनी हिँड्नु मैले चिनी होइन कि पर्खम भन्छ सुस्मिता भइगलसित चिनी दिन है
ल ल ठिक छ सिमी ल्याएर आएको चोर तरकारी सिमी ल ल माइजू ल वाह यो पुलमा कति राम्रो आयो यार पार्वती जानु क्या मैले यहाँ गरिदिनुलाई ल्याएर ल दिदी हजुर के छ हजुरको खबर झरले आउँदै ल ल ल जाम जाम के भन्छ नि त्यही हो ब्लग ब्लग झोलामा है च्याउजनाहरू कुराहरू ल ल मेरो सब्सक्राइब गरिदिनु 71 पुगे हेर पछि पछि चिनो माइल्याले चिसो पानी खलखल माइजू अब हजुरहरू मात्र हुनुहुन्छ त कसको खिच्ने होला मैले उमा पसल छैन एउटा चाउको एउटा बिस दिन्छ गुलाबको फुल 18 वर्ष कि पर्छ अझ भन्ने जस्तो ठाउँमा पुगेको छैनौँ बाटो बिराइ हिँडेको छौँ हाँसो मात्र लाग्छ यता दाजुभाइ आउँदै मकै देख्न सक्नुहुन्छ भन्नु मकै एकदम राम्रो रहेछ मकै हो नि त यहाँ कति बाक्लो हुन् लाउनु हामी चाहिँ हिँडिरहेको छौँ तर अझसम्म मेन ठाउँमा हामी पुग्नै सकेका छैनौँ साथीहरू कहाँ हो मेन ठाउँ थाहै छैन अझैसम्म तिनीहरू आहानको बल्ल हजुर यस्तो बाक्लो मकै किरण यस्तो गरेर माथि यस्तो 5 रुपियाँ साथीहरू मास्टर ठान्दै होइन त पार्वती कति धेरै आरू टिप्दै हुनुहुन्छ नबोल्नु भन्दा भन्दै कस्तो राम्रो आएर किरण सानो आरू हो क्या ल्याउनु उसमा चढाउने हो क्या के अरे हेम्मा नानी हेर्नु त यहाँ किरण होइन क्या रातो रातो हो क्या एउटा यतापट्टि रातो यो त ती त हो खान्नमा त अँ कहाँ ल ल यता देखिनु त हजुर माइलीले बोकिरहनु कस्तो भइरहेछ अहिले भए कति उकालो कहाँ हो र जाने यो कति राम्रो देखियो अरे यो खाइ केला दिदी तो बाकी आएको साथीहरू
हामी चाहिँ आज झराले आएको हाम्रो पानीको लागि झराले हामी चाहिँ दुई तीन गाउँ गरेर यति आएको छौँ आज भोलि पर्सि गरेर आउँदै हुनुहुन्छ Kalau mau छैन के अब त धेरै भगवान माइले गइसक्नु चाहिँ पाइप ल्याउने पार्टी देवेन्द्र दाई बमे दाई त्यहाँ डुब्लिनु कहाँ हो त्यहाँबाट हो मान्छे हामी धेरै कसो पानी खाँदै हुनुहुन्छ ल आउनु दाई भेरी गुड दिदी भेरी गुड भाइ हेरेर बसेको होला नदेखेर हो क्या यो दिदी यति आनो होइन त जिन्दगीमा यस्तो धौ कहिले भएको थिएन पानी आउने कहिले हो साथीहरू हेर्नु हामी चाहिँ हिट ल्यायौँ तर पनि लास्टै थाकिएको छ पसिना oh my god पसिना दाइ मेरो टाउको माथि हाल्दिनु होइन त कहाँ कुर्ले के को यहाँ हो कहाँ हो हामी चाहिँ भारी सकिन्छ साथीहरू पानी परेर बिजोग छ हामी सबै रुजेका छौँ हेर्नु सुटहरू भिजेर बिजोग छ के गर्नु
कागज सागज ओढेर हिँड्ने कागज सागज ओढेर हिँड्ने अवस्था आएको छ साथीहरू। यति धौ भयो कि के भयो खुट्टा दुखे साथीहरू। म चाहिँ मुहानमा जानै सकिनँ धौ भएर। मेरो चाहिँ देवर बाबुले लैदिनु भयो, धौ भयो। 1-2 जनाको चाहिँ लैदिनु भयो। निउरो गाइजहरू चाहिँ बाटोमा आइसक्यौँ, आधी बाटोमा। घर आएर नि आमालाई पास्ता गराएर नास्ता दिँदैछु साथीहरू। हान्न म त यो चाहिँ भट्टे सिमी, पाकेको सिमी एकतिर, यो चाहिँ एकतिर गराउनु पर्ने हुन्छ साथीहरू। हजुरलाई चाहिँ आजको ब्लग कस्तो लाग्छ कमेन्ट गर्नु र लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। र आज चाहिँ यो ब्लग म यहीँ इन गर्छु। बाई।